हेर्नु गाइज मेरो बुढोको हालत के सोचिरहनु भएको थाहा छैन है। सायद टेन्सन लागिरह होला। गल्ती गरेछु मैले, बे गरेर बे नगरे भए होइन, टक्क लाएर आज यस्तरी केटीको अगाडि हिरो पल्टिने नभए ठाउँको ठाउँ सुताइदिन्थेँ। बे गरेर म बन्धन बाने, बुढीको भनेको नि अब मान्नै पर्यो, बुढीलाई पनि हेर्नै पर्यो। अब के गर्नु, त्यसलाई यसो चक्कु हाने भए पुलिसले लगिहाल्छ, मेरो बुढी फेरि एक्लै हुन्छ। त्यही सोचेर हान्नै सकेन। अहिले आएर मलाई पछो त लागेछ, बे गर्नु नहुने गरिहालेछु। अलि चाँडै त्यो केटा आएको भए ठाउँको ठाउँ सकाइदिन्थ्यो। के गर्नु, मेरो बुढी लाइफमा चाँडो आएर केही गर्नै सकिनँ। तनाव छ मलाई। अनुहार हेर्नु यस्तो दामी क्युट छ कि जब रिसाउँछ अनि यस्तो बुब्बाडे जस्तो फुल्लिन्छ, झन् यस्तो क्युट देखिन्छ कि के भन्नु र खै। जे होस्, सासू आमाले छोरा चाहिँ खतरा जन्माइदियो क्या होइन। अनुहारमा हाँसो खुसी छँदै छैन क्या, किन होला यस्तो। चिन्ता नगर्नु क्या, भोलि पर्सि म छोरा पाइदिन्छु। छोरा पाइदिएपछि तपाईँसँग खेल्ने हुन्छ, तपाईँसँग मेरो बाबालाई कराउने को हो भनेर छाती फुलाएर जाने हुन्छ होइन। चिन्तै गर्नु। ओइ खोइ